त्यो हो भने होइन, अब हेर्नुहोस् है, के निकाल्ने भन्ने कुरा बुझ्ने हेर्नुहोस् है। अब के निकाल्ने भन्ने कुरा, हाइस्ट इन्कम हामीले पर्सेन्ट भनेपछि पर्सेन्टाइल निकाल्ने हो, त्यो कुरो थाहा छ। यहाँ 0 हुन्छ, यहाँ 100 हुन्छ। गरिबको हाइस्ट 40% भनेको गरिबको हाइस्ट, गरिबको लोएस्ट भनेको 0 हो भने गरिबको हाइस्ट भनेको यहाँ 40 हो। गरिबको हाइस्ट 40, गरिबको हाइस्ट 40%। के निकाल्नु पर्दा हामीले P40 निकाल्नु पर्यो। गरिबको यहाँदेखि 000 हुँदै गरिबको हाइस्ट भने त्यही हो नि त। धनीको हाइस्ट भनेको 100 हो भने गरिबको हाइस्ट कति हो? 40। P40 निकाल्नु पर्यो नम्बर ए मा हामीले। अनि बीमा के निकाल्नु पर्यो भने, बीमा निकाल्नु पर्यो भने फाइनल लोएस्ट इन्कम हो रिचेस्ट 40%, लोएस्ट इन्कम अफ रिचेस्ट 40%, 40% होइन, बिफोर एन्ड आफ्टर, आफ्टर प्लान मात्र लेखे है, आफ्टर इम्प्लिमेन्टेसन अफ प्लान भन्ने हो। लोएस्ट इन्कम अफ रिचेस्ट 40%, 40% गरिब छन् भने धनी कति छन् त? यहाँ 60% छन् धनी। ओ धनी उनलाई कहाँदेखि सुरु हुन्छ भने अब यहीँ सुरु हुन्छ। 0, 40, 60, 60, 70, 80, 90, 100। लोएस्ट इन्कम अफ रिचेस्ट 40% पिपुल, लोएस्ट इन्कम अफ भनेपछि के निकाल्नु पर्यो? यहाँ ई निकाल्नु पर्यो। लोएस्ट इन्कम अफ रिचेस्ट, धनी भनेका 60 छन्, 60 भनेपछि द इन्कम मिडिल 50%। अब मिडिल भनेपछि त हिजो पढेकै छ, मिडिल 50%। मिडिल भनेपछि त दुईटा आउँछ होइन, दुईटा आउँछ। मिडिल भनेपछि बिचमा पर्नु पर्यो नि। फाइन्ड द लोएस्ट इन्कम, फाइन्ड द मिडिल इन्कम, मिडिल 50%, लिमिट अफ लोएस्ट family before and after plan। वित्तको 40% भनेर पढिसकेको छ। 0, 100, यो 25, वित्तमा 50 पढ्नलाई के निकाल्नु पर्यो? के निकाल्नु? वित्तमा 50 पढ्नलाई P25 and P75 निकाल्नु पर्यो। अथवा अर्को टेक्निक पनि थियो, 100 माइनस 50 डिवाइडेड 2 गर्ने, 25 निकाल्नु पर्यो, P25 निकाल्ने। अनि पछि 100 बाट 25 लाई घटाउने, के निकाल्नु पर्यो? 75 भनेपछि P75 निकाल्ने। मिडिल भनेपछि यसरी निकाल्ने भनेको थिएँ। त्यसरी बुझे पनि हुन्छ। सर फर्मुला अनुसार त माथिको 30 P30 अनि P70 आउँछ। मिडिल
मिडिल भने मात्रै हो त्यो फर्मुला लाग्ने। यो त मिडिल भनेको छैन नि। ए मिडिल भनेको छ त बिचको निकाल भनेर दुईटा आउँछ के मिडिल भनेपछि। जस्तै म बिचमा छु, म बिचमा छु भने मेरो दाम भयो भने मिडिल पेन उठाऊ। देखिया छैन भने किन देखिया छैन कसले म्युट गर। त्यसो भए कसले म्युट गरे छैन? देखेन? देखियो सर। अब यसरी बुझेन भने कसरी बुझ्ने भन्दाखेरि पोस्ट 40% भनेपछि 40 निकाल्ने है। रिचेस्ट भने त 60 छन् नि त। 20 भने 60 छन् भने के निकाल्नु? P60 निकाल्नु पर्यो। रिचेस्ट 60%, 60 छन् रिचेस्ट। गरिब 40 छन् भने त धनी 60 भइहाल्यो नि। मिडिल भने चाहिँ यसरी गर्नु पर्यो। अब हामीले दुईटा प्लान छन्, दुईटैको प्लान छुट्टा छुट्टै बनाउनु पर्यो। छुट्टै CF निकाल्नु पर्यो, क्युमुलेटिभ फ्रिक्वेन्सी छुट्टा छुट्टै निकाल्नु पर्यो। अब पहिला हामी P40 निकाल्छौँ, गरिब 40% छन्, धनी 60 निकाल्छौँ, P60 निकाल्छौँ, अनि मिडिल भनेपछि 25 र 75 निकाल्छौँ। मिडिलको केसमा मात्रै, मिडिल नभन्यो भने त एउटै आउने हो नि। ल ल यहाँ हामीलाई क्लास दिएको छ CI, माथि क्यालकुलेसन अफ के निकाल्ने भने P40, P60, P25 and P75 भ्यालु। A नम्बरको P60, 40, B नम्बरको P60, क्लास छ CI दिएको छ, क्लास इन्टरभल। दुईटा प्लान दिएको छ, प्लानलाई छुट्टा छुट्टै देखाउने जस्तो लाग्यो मलाई। हामीले सजिलो भनेको प्लान छुट्टै देखायो। बिफोर प्लान अनि आफ्टर प्लान, दुईटा टेबल बनाउनु एडजस्ट
गरौँ न हेर। के छ हाम्रो भन्दाखेरि क्लास इन्टरभल छ 4 देखि 6 सम्म, 6 देखि 8 सम्म, 8 देखि 10 सम्म। अब यो 100मा छ, 100मा राखिदिए हुन्छ है। 100मा छ, बाँकी 100मा भनेपछि हामीले 100मा लास्टमा लेखे पनि हुन्छ 600। अब सुरुमै त्यही लेखिदिउँ, 1000 देखि माथि इन्कम 100मा दिएको छ नि त। ल अब हामीलाई फ्रिक्वेन्सी दिएको छ, यहाँ मात्रै लेखे पनि हुन्छ। अब एफ अनि सिएफ, यसको पनि फ्रिक्वेन्सी निकाल्ने, एफ सिएफ दिएकै छ, समस्या छैन। नम्बर अफ फ्यामिली बिफोर प्लान, इकोनोमिक प्लान लाग्नु हुनु 10वटा फ्यामिली, 400 देखि 600 कमाउने 10वटा फ्यामिली, 600 देखि 800 कमाउने 70वटा फ्यामिली, 35वटा फ्यामिली, 20वटा फ्यामिली, 10वटा फ्यामिली, 3टा फ्यामिली, 2टा फ्यामिली। तिमीहरूले फ्रिक्वेन्सी निकाल्ने 10, 70 र 10 भनेको 80, 135, 145, 155, 158। के फरक पऱ्यो? 10, 80, 80 र 35 कति हुन्छ? 115 होला। 115, 135, 10, 10 र 70, 80, 80 र 115। सर कस्तो मधुरो देखिएछ। 10, 10 र 70, 80, 80 र 35, 115, 115 र 20, 135, 135 र 10, 145, 148, 150। यसको फ्रिक्वेन्सी कति दिएको छ? 8, 65 आफ्टर प्लानको, 35, 15, 15, 5, 5, 8, 65, 8, 73, 73 र 37, 110, 125, 140, 145, 150। एन बराबर आयो, एन इक्वल टु 150 आयो दुईटैमा। अब पहिला हामीले P40 बिफोर प्लान निकालौं। P40 बिफोर
मिडल क्लास पहिला मिडल क्लास निकाल्नु पर्यो हामीले है कसरी निकाल्ने 40n/100 इक्वल टु 40 × 150/100 इक्वल टु 5 × 60 600/100 कति आयो 60 आयो कति आयो त 60 आयो अब कुन क्लासमा पर्यो त 60 भनेपछि हेर यहाँ पर्यो 600 देखि 800 को ग्रुपमा पर्यो 600 देखि 60 भनेपछि हेर्नुहोस् है ट्याक्कै 60 के हेर्ने क्युमुलेटिभ फ्रिक्वेन्सी हेर्ने त्यहाँ त छैन त्योभन्दा जस्ट ग्रेटरलाई हेर्ने सर मधुरो देखेछ के गर्नु त साथी म त बेसी के गर्नै गर्छु अहिले देखिया छ हजुर सर देखियो अहिले देखिया छ हजुर सर देखेछ कुन क्लासमा गयो त मिडल क्लास 60 भनेपछि कहाँ पर्यो त क्युमुलेटिभ फ्रिक्वेन्सी हेर्ने 80 यहाँ पर्यो 600 देखि 800 मा पर्यो बिफोर प्लानको निकाल्ने है पछि आफ्टर प्लान निकाल्ने एफ ईएफ एल एफ त कति लाग्यो एफ को 200 भयो कसरी गयो कुन छ त्यो ल सकिन्छ होइन निकाल्न अब म अर्को बनाऊ सकिन्छ नि निकाल्न अब P40 हजुर सर निकाल्न अब सबै सकिन्छ P40 इक्वल टु L प्लस 40n/100 माइनस CF अपन F इन्टु F क्लास जसले हिजो अस्ति ल्याएर सकिन्छ है अब म यो फेरि मेटाउनु पर्छ त कामै लाग्छ कि एकछिनमा L भनेको कति छ अब आफै सक्छ L भनेको कति छ लोअर लिमिट 600 प्लस 40n/100 को भ्यालु त भर्खर निकालिसकेको छ यहाँनिर 40n/100 को भ्यालु चाहिँ कति आछ 60 आछ 60 डिभाइड बाई F भनेको 70 इन्टु H भनेको 200 यो गर्यो भने कति आउँछ आन्सर भन्दाखेरि 743 आउँछ यो बिफोर प्लान हुनुभन्दा अगाडि चाहिँ 743 आउँछ अब आफ्टर प्लान सबैको त्यसरी नै निकाल्नु पर्यो है अब आफ्टर प्लान P40 निकाल्नु पर्यो P40 आफ्टर प्लान निकाल्नु पर्यो P60 बिफोर प्लान P60 आफ्टर प्लान अनि पछि
पी के अरे 75 अनि पी 25 आफ्टर प्लान बिफोर प्लान सबै निकाल्नु पर्यो त्यसरी सकिँदैन है त अब मैले आफ्टर प्लान निकालेँ है त होइन निकालेँ फेरि यो टेबल चाहिन्छ कि त्यही त समस्या छ ल यहीँनिर गरेर अब P40 आफ्टर प्लान P40 भनेपछि आफ्टर प्लान यो हो नि त होइन यो बिफोर प्लान ल पहिला अब मिडल क्लास के होला त मिडल क्लास त त्यही होला नि होइन र मिडल क्लास भनेको त्यही नै हो होइन र मिडल क्लास त्यही हो नि टेक 40 यान अपन 100 इक्वल टु साटी आयो भनेपछि कुन क्लासमा पर्यो त्यो साटी भनेपछि कहाँ पर्यो यही पर्यो नि त यो होइन र यही पर्यो त्यतिको 8 थियो होइन कति पर्यो त यही 600 देखि 800 ग्रुपमा पर्यो एल इक्वल टु 600 अब यही पर्यो नि त होइन यही पर्यो यसको एल 600 एफ इक्वल टु कति आयो 65 एफ इक्वल टु 8 एफ भनेको इन्टरभल कति छ क्लास इन्टरभल 200 600 र 800 600 र 800 200 को फरक ल अब P40 आफ्टर प्लान P40 इक्वल टु L प्लस 40 n upon 100 minus CF upon F आफ्टर प्लान पनि निस्कियो भ्यालु राम्रो निस्कियो आफ्टर प्लानमा L भनेको त्यही 200 नै आयो सरी 600 प्लस यो 40 n upon 100 भनेको 60 नै भर्खर आइसकेको छ अपन F कति छ 65 CF भनेको कति छ 8 होइन त अपन भइसक्यो त इन्टु एस भनेको 200 600 प्लस यहाँनिर मिस्टेक गरेँ क्या मैले एफ बनाएँ क्या होइन माइनस सिएफ 40 n upon 100 भनेको त कति आउँछ 60 आइसकेको थियो होइन माइनस सिएफ गरेर कि जस्तो लाग्यो मलाई -10 हो है यहाँनिर यहाँ माइनस कति हो सिएफ 8 हो 600 लोअर लिमिट प्लस 60 भनेको कहाँबाट आयो यो भर्खर निकालेको यो 40 n upon 100 यो 40 n upon 40 n upon 100 60 आयो 15 को 60 माइनस 8 सिएफ अपन एफ भनेको 65 इन्टु एच भनेको 200 यो कति आयो भन्दाखेरि 760 आउँछ सकिन्छ होइन अब कि कन्फ्युज भयो फटाफट गरेर अब के निकाल्ने P60 बिफोर प्लान निकाल्ने P60 आफ्टर प्लान निकाल्ने अनि P25 बिफोर प्लान निकाल्ने P25 आफ्टर प्लान निकाल्ने P75 आफ्टर प्लान निकाल्ने P75 बिफोर प्लान निकाल्ने
सकिन्छ जस्तो लाग्छ सबै टेबलमै छ के अरे ओके सर फर्मुला निकाल्ने के त भन्दाखेरि P60 निकाल्ने बिफोर प्लान बी नम्बरका लागि ए नम्बरको त भइसक्यो P60 निकाल्ने आफ्टर प्लान यो बी नम्बरका लागि सी नम्बरका लागि P25 बिफोर प्लान P25 आफ्टर अनि P75 बिफोर प्लान एन्ड P75 आफ्टर यो 15 नम्बरको क्वेसन भयो हेर केही गाह्रो छैन फर्मुला नै हो होइन सीएफ र एफ छुट्याउन जान्ने त हो नि एउटा मिडल क्लास छुट्याउन जान्ने मिडल क्लास भनेको जो भ्यालु आयो त्योभन्दा जस्ट सीएफ तल्लोवाला हेर्ने भनिसक्यो होइन जस्तो 60 आएको थियो हामीले चाहिँ त्यो सीएफमा हेर्दाखेरि 60 भन्दा बढी भ्यालु को छ 75 थियो त्यहाँनिर 75 लाई को क्लासलाई हामीले मान्यौँ लोड लिमिट 60 भनेर यति निकाल्न बाँकी राखेँ मैले यो पनि आफै बनाउने वाट 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 सकिन्छ सर सर हजुर यो P60 कसरी फाइन्ड गर्ने भनेर चाहिँ कसरी थाहा हुन्छ यो जस्तो यो बी नम्बरको क्वेसन छ नि हजुरले P60 फाइन्ड गर्ने भन्नुभयो नि यो चाहिँ कसरी थाहा हुन्छ मेरो मिस भएको थियो अस्तिको क्लास त्यही हो ए यो कसरी थाहा हुन्छ भन्दाखेरि अस्ति क्लास ल्याएको थिएन थिएन सर मिस भएको थियो त्यही त मिस्टेक भयो त यार यसले के भन्यो भन्दाखेरि यसले फाइन्ड आउट द हाइस्ट इन्कम अफ पोरेस्ट 40% भन्यो पहिला गरिब कतातिर हुन्छ जिरो इन्कम कमाउनेतिर हुन्छ हेर 0 1 रुपियाँ 2 रुपियाँ 5 रुपियाँ कमाउने के हुन्छ गरिब हुन्छन् होइन 100 रुपियाँ 1000 रुपियाँ कमाउने धनी हुन्छन् पहिला भन्ने हो भने जिरो गरिब छ अब हाइस्ट इन्कम भनेको हाइस्ट इन्कम अफ पोरेस्ट गरिब 40% गरिब 40% गरिबको हाइस्ट भने होइन त गरिब 40% छन् त्यसको हाइस्ट इन्कम भनेको यहाँनिर त्यसैले P40 भयो यो जहिले पनि यो रेखा 100 सम्म हुन्छ 1 2 3 4 5 6 7 8 9 10 हुँदै 40 आउँछ 50 आउँछ 60 आउँछ 70 आउँछ 80 आउँछ 90 आउँछ अनि 100 सम्म आयो हाइस्ट भनेको यहाँनिर हो गरिबको लोएस्ट 0 हो भने गरिबको हाइस्ट भने 40 हो त्यसैले हामीले P40 निकाल्यौँ अब के भने गरिब के छन् गरिब 40 छन् भने धनी कति छन् त 60 छन् होइन त गरिब 40% छन् भने धनी 60 छन् भने अब धनीको के भनेको छ भने लोएस्ट इन्कम अफ धनी धनीको लोएस्ट इन्कम भने यही होइन त यहाँनिर धनी सुरु भयो भने लोएस्ट इन्कम 70 80 90 100 95 98 96 95 88 85 भयो त धनी हुँदै गयो नि ती धनीको लोएस्ट भनेको यो हो भने गरिबको हाइस्ट भनेको यो त्यसैले यहाँदेखि के निकाल्यो हामीले P60 निकाल्नु पर्यो धनी चाहिँ भनौँ हाइस्ट के अरे लोएस्ट मार्क्स अफ टपर भनेपछि त टपरको लोएस्ट मार्क्स कति हुन्छ 60 हुन्छ टपरको हाइस्ट मार्क्स भन्यो भने कति हुन्छ 90 95 96 होला फेलरको बढीमा